अब हामी एलएचएसमा जाउँ। 3 के भन त एलएचएस। एलएचएस लेख्नु पर्यो भन त के छ 1 प्लस tan 21 फेरि भन 1 प्लस tan 28 होइन 1 प्लस tan 24 1 प्लस tan 70 यति छ है। हामीले यसलाई यसरी कन्भर्ट गरौँ कि यो लगभग यसमा चाहिँ परिणत भइसक्यो छ है। भन्न खोजेको के हो जस्तै 1 प्लस tan छँदैछ भने हामीले कति लेख्दा उतापट्टिको लगसँग मिल्छ। जस्तै 45 बाट 21 माइनस गरौँ त कति आयो 45 बाट सेन्टर भ्यालु भने 45 भएको होइन भन त 45 बाट 21 माइनस गरेर कति आयो हेर यतापट्टिको मिलेको मिलेन अनि 45 बाट 28 माइनस गर्यो भने कति आउँछ भन भन यतापट्टिको मिलेको मिलेन भनेपछि 45 बाट यो 21 माइनस गर्यो भने 21 माइनस गर्यो भने ठ्याक्कै 24 हुन्छ हुँदैन यसलाई माइनस गर्दा यो मिल्ने रहेछ अनि 45 बाट 28 माइनस गर्यो भने कति आउँछ भन भन यसलाई हामीले 45 बाट माइनस गर्यो भने यो आउँछ कि आउँदैन अब अगाडि बढौँ कि नबढौँ के लेख्छौ भन यसलाई 45 माइनस कति अरे भन भन 21 यसलाई पनि भन त 1 प्लस tan 45 माइनस 28 हो यसै गर्ने हो होइन यसलाई कस्तो गर्ने हो भन्दाखेरि कति माइनस 21 ल्याउनु छ भने कति माइनस गर्ने कति भन भन 45 माइनस 24 गरियो भने कति आउँछ अरे भन भन आउँछ यो भन्नु है यसलाई कति गर्ने भन त 45 माइनस 17 गर्यो भने यो 28 आउँछ कि आउँदैन भन यो तरिकाले जानुपर्छ है यो तरिकाले जानुपर्छ यसलाई जस्ताको लास्टमा यही दुईटा आउने हो है लास्टमा यही दुईटा आउने हो त्यही भएर यो दुईटालाई चलाउनु पर्दैन ल अब मलाई भन तिमीहरूले 1 प्लस छ कि छैन भन भन tan a minus b को फर्मुला हाल्ने कि नहाल्ने भन tan a minus b को फर्मुला tan a into tan b हुन्छ हुँदैन ल यो एउटा भयो यसलाई पनि लाउनु पर्ने कि नपर्ने यसमा पनि tan a minus b लाउने कि नलाउने भन भन tan b 1 प्लस tan a into tan b गर्ने कि नगर्ने ल यिनीहरूलाई जस्ताको यस्तै यसमा कसैलाई क्वेसन छ ल अब यसले क्याल्कुलेसन थोरै गरौँ त tan 45 को भ्यालु कति हो tan 45 को भ्यालु कति हो tan 24 जस्ताको 1 प्लस यो tan 45 को भ्यालु कति हो 1 into tan 24 भनेको tan 24 लेख्न पाइयो कि पाइएन यसलाई पनि गरौँ कि नगरौँ यो कति अरे 1 माइनस tan 17 आयो कि आएन यो कति भयो भन त 1 प्लस tan 17 लेख्न पाइयो कि पाइएन किनकि tan 45 भनेको 1 ले यसलाई मल्टिप्लाई गर्दा जस्ताको ल यिनीहरू जस्ताको सेम हो 24 1 प्लस tan कति अरे भन त tan कति अरे भन 17 सक्छ छैन भन अब यसलाई एल्सियम गर्ने कि नगर्ने यता साइडमा 1 सक्छ छैन अब भने तल 1 हाल्नु परेन 1 प्लस tan कति भन्यो भन 24 यो त एल्सियम आयो आएन एल्सियम आउँदा यसले यसलाई मल्टिप्लाई गर्ने कि नगर्ने के हुन्छ भन यो प्लस 1 माइनस हो कि होइन यो गयो गएन अब यसमा जाउँ भन के लेख्छौ भन यो गर 1 प्लस tan 17 यो कति आयो 1
17 प्लस 1 माइनस 10 17 भएको भने यो र यो क्यान्सल हुन्छ 1 प्लस 10 कति अरे 24 1 प्लस 10 कति अरे भन त 17 ठिक छ त यो पुरै फ्याक्टर फर्ममा छ 1 प्लस 10 24 हेर त यो र यो र यो काट्न मिल्छ मिल्दैन किन हेर यो दुईटै मल्टिपल आन्सर छैन यो पनि तल डिभाइड फर्ममा छ छैन माथि हेर त यो गयो यो गयो कति रह्यो भने 1 2 भन न 1 2 बीचमा त मल्टिपल होइन र इन्टु यो भन 1 2 कति आयो भन त कसैलाई क्वेसन छ कसैलाई कुनै ठाउँमा क्वेसन छ भने सोध है